प्रतीक्षामा सूर्योदय भएको छ। अब चाहिँ सूर्योदय उदायो। यो चाहिँ एकदमै 1 घण्टाको प्रतीक्षाको पश्चात अब केही समय पछाडि सूर्यलाई 22 लाग्दै जान्छ। 22 चढ्दै गएपछि अनि हेर्न सक्ने अवस्था हुँदैन। खासमा भन्नुपर्दाखेरि नेपालको कोशी प्रदेश पूर्वको भूभागहरू अत्यन्तै पर्यटकीय स्थलहरू छ। यहाँ आन्तरिक पर्यटन प्रवर्धनका लागि अत्यन्तै उपयुक्त गन्तव्यहरू छन्, जसमा एउटा यो इलाम जिल्लाको श्रीअन्तु पनि पर्दछ, जसबाट सबैभन्दा पहिला नेपालकै सबैभन्दा पहिला घाम उदाउने ठाउँ पनि यही श्रीअन्तुलाई बुझ्ने गरिन्छ भने यहाँबाट चाहिँ तल सूर्य उदाएको देखिन्छ र सूर्य उदाएको हेर्नको निम्ति विभिन्न देश तथा विदेशबाट आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ धेरैभन्दा धेरै आउने गर्नुहुन्छ भने अब घाम अस्ताको रमणीय दृश्य हेर्नको निम्ति तपाईहरुले पूर्वकै सप्तकोशीको किनारमा रहेको बोरामादमा जानु हुन पनि हार्दिक अनुरोध गर्दछु।